हाई सानी हाई सानी हामी के गर्न लाग्यो आज के गर्न लाग्यो बाबा छोरी मिलेर के गर्ने पिज्जा बनाउने ओके बेबीलाई पिज्जा मनपर्छ कति मनपर्छ तर हाजिक नि त बाबा यहाँ अलिकति काट्छु होइन बेबीले अहिले चिज हाल्छ नि त होइन तिमी पिज्जा काट्ने हो ल ओके तिमी बस्छ बाबा यसो ओके ल अलि यता हटाइदेऊ त ओके तर काट्दाखेरि होइन सानो बिचमा सेन्टरमा पारेर यसरी काट्नुपर्छ ओके ल काट ल यहाँनिर काट बाबाले नछुने बेबीले आफै गर्ने ल सानोले गर्ने कि ठुलोले ल यसले गर नि त कहाँनिर बाबाले यस्तो गरेछ ल यहाँनिरबाट गर ल ओके सबै गर सिधा गरेर यसरी गर्नुपर्छ नि त ल आफै गर ल आफै कट गर हो ल भयो कि हेर त त्यहाँ गर्नु हुँदैन बाबा या नाइस है भयो अब हाम्रो के भएछ नि पिज्जा रेडी हुँदैछ होइन त त्यो रेडी भयो अब हाम्रो सस कहाँ गयो साना सस चाहियो त्यसपछि ससलाई चलाउने चामल चाहियो 1 सेकेन्ड हो त्यसपछि हामी के चाहियो बेबी सस चाहियो होइन त पिज्जाको ससलाई के गर्नुपर्छ हल्लाउनुपर्छ यसरी ओके त्यसपछि पख न बाबा यहाँ दिन्छु नि त यहाँ सस हाल्यो यहाँ पनि सस हाल्यो पख हातले नचला बाबा यसले गर यसले यसो गर ओके बिस्तारै गर बाहिर पुग्नु हुँदैन है साना ओके भने खोइ ओके बाबा भन ओके बाबा भने खोइ बाबा ओहो ल चोर के खायो चोरले ल अब यसरी बेबी अर्को हात ल्याऊ त अर्को हात हात ल्यायो नि हुन्छ यसो गर्ने वाउ खाने एकछिनमा पख नि त यो चोर हो यो चोरले पिज्जाको सस चोरेर खायो है साना है बेबीलाई पिज्जाको सस मनपर्छ हो कति मनपर्छ सानी के गरे त्यो कता हिँड्यो तिमी के हो त्यो त्यसले गर्नु लाग्यो तिमीले ओके बिस्तार गर्नु सानी तिमी पिज्जा बनाउनु लागि सस खान लाग्यो बाबा जेप पाइदिए नपाउ भन्छ नि अब यो भुन्टीले पिज्जाको सस अलिकति चोरेर खायो होइन त्यही भएर अलिकति यहाँ थोरै एक्स्ट्रा हालिदिउँ त्यसमा पनि एक्स्ट्रा हालिदिउँ ओके त्यसपछि यम्मी है त्यसपछि हामी के गर्छौँ चिज हाल्छौँ ल त्यसलाई छोडिदियो अब बेबीले चिज हाल्छ भुन्टा यसलाई छोडिदियो ल यसलाई राखिदियो यहाँ राखिदियो यहाँबाट चिज निकालेर बेबी आफै हाल हो त मोमोमा हाल भनेको कि तिमीलाई पिज्जामा हाल भनेको हुन्छ नि ल पिज्जामा हालिदियो बाबा वाउ नाइस फास्ट पिज्जा भइहाल्छ नि होइन कति टाइम लाग्छ र आफै पिज्जा बनाउँछ त्यो हातले टच गर्नु पर्दैन यसो क्या तिमीलाई चिज मनपर्छ पर्दैन सानो कति मनपर्छ धेरै होइन ओके नाइस यसरी फिजाएर राख्नुपर्छ नि त राम्रो हुन्छ है मजाले जमेर चाहिँ है चिसो भएर चाहिँ सानो चिज चिसो भएर चाहिँ यम्मी भयो अब तरकारी हाल्नु पऱ्यो नि मजाले तरकारी हालिदिउँ गोलभेडा र ब्रोकौली होइन मिठो यम्मी हुन्छ बेबीलाई तरकारी मनपर्छ पर्दैन पनि खान्छ खाँदैन मेरो भुन्टेले मेरो भुन्टुले तरकारी खान्छ खाँदैन मिठो हुन्छ नि त बाबा भयो ल भयो यता भयो त्यसमाथि के गर्नुपर्छ थाहा छ माथिबाट अलिअलि फेरि चिज हाल्नुपर्छ माथिबाट अलिअलि
हेर बेबी यता हेर त सानो यसरी बाबाले चिज हालिदिन्छ होइन त्यसपछि यम्मी हुन्छ नि त ल हेर है ल अब के हाल्नु पाइन्छ थाहा छैन हल्का तेल हाल्नुपर्छ माथिबाट यसरी थोरै ओलिभ ओइल ल यो हाल्यो भने चाहिँ मिठो हुन्छ नि त ओलिभ ओइलले ओके ल ल अब काम सक्यो है बेबी अब हामीले यसलाई कहाँ हाल्नुपर्छ ओभनमा हाल्नुपर्छ ओके छोड पछाडि बाबा ओभनमा हाल्छु तिमी छोड यसो गरेर उठाएर ओभनमा हाल्यो तातो छ नि त बेबीले सक्दैन नि त ल छोड बेबी भोलि पनि फुल बच्चा हुन्छ नि आज द्याट्स इट अब 20 मिनटमा पाक्छ अब हाम्रो पिज्जा रेडी हुन्छ बाई बाई गर्दैछ नि